हेलो नमस्ते मोबाइल केयर सोल्युसन युट्युब च्यानलमा चाहिँ स्वागत छ। आज चाहिँ मैले नयाँ भिडियो लिएर उपस्थित भएको छु। आजको भिडियोमा स्लिम SQ Pro 2 पडलाई चाहिँ कसरी चाहिँ डिसेम्बल गर्ने भन्ने मैले भिडियो लिएर आएको थिएँ। फ्रन्टमा चाहिँ यो डिस्प्ले पनि दिएको छ। यो अन अफ बटन यहाँ दिएको छ भने यसमा चाहिँ टाइप सी को चार्जिङ पोर्ट पनि दिएको छ। यो साइडमा एयर फ्लोलाई चाहिँ कन्ट्रोल गर्नको लागि चाहिँ एउटा स्विच पनि दिएको छ। यो डिस्प्ले चाहिँ यो राउन्ड टाइपमा चाहिँ गोलो टाइपमा चाहिँ दिएको छ। यसमा पडलाई चाहिँ कसरी चाहिँ डिसेम्बल गर्ने भन्ने चाहिँ मैले भिडियो लिएर आएको हुँ। मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला, साथै बेल आइकन पनि प्रेस गरिदिनु होला। कस्तो भिडियोहरुलाई चाहिन्छ प्लिज कमेन्ट पनि गरिदिनु होला र साथीहरुलाई यो भिडियो धेरै भन्दा धेरै शेयर पनि गरिदिनु होला। आजको भिडियोमा स्लिम SQ Pro 2 पडलाई कसरी डिसेम्बल गर्ने भनेर मैले भिडियो लिएर आएको थिएँ र यो भिडियोमा डिसेम्बल गर्न जाँदैछौँ। डिसेम्बल गर्नुभन्दा अगाडि चाहिँ मेरो च्यानलको सानो इन्ट्रो पछि चाहिँ यसलाई सुरुवात गरौँ है त। अब यसलाई डिसेम्बल गर्नुपर्ने हुन्छ र यसमा चाहिँ स्क्रुहरू डाउन पनि छैन, यो अप पनि छैन। यो फ्रन्ट साइडको कि ब्याक साइडबाट खोल्नुपर्ने हुन्छ। पहिला चाहिँ यो ब्याक साइडबाट नै खोलेर हेरौँ, रिमुभ गरेर हेरौँ है त। यसलाई ब्लेड लिएको छु। काम गर्दाखेरि चाहिँ जहिले पनि ग्लोभ चाहिँ लाउनु पर्ने हुन्छ। साइडबाट बिस्तारै उक्काउँदाखेरि यो साइडको यो माथिको कभर उक्किरा चाहिँ ग्लु रिमुभ गर्ने लिक्विड पनि हालौँ। जुन यो साइडबाट चाहिँ यसमा राखौँ। रिमुभ गर्न चाहिँ सजिलो हुन्छ। यो साइडबाट यसरी हालिसकेपछि यसरी माथि आउँछ है। यो रिमुभ गर्न चाहिँ मैले टेम्पर ग्लासमा आउने यो प्लास्टिक लिएको छु। यहाँबाट यसरी यसलाई काट्दै लिएर आउने। यसरी ब्लेडलाई त साइडमा राखौँ। यहाँ साइडबाट यसरी रिमुभ गरेर यो टाइट छ, यता नि टाइट छ। र यसको लागि चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि यो रिमुभ गर्ने ठाउँ पनि दिएको हुन्छ। यसमा यो भागमा दिएको छ, अर्को यहाँ साइडमा छ र यहाँ माथि दिएको छ भने यहाँ साइडमा दिएको छ। यसबाट चाहिँ यसलाई रिमुभ गर्न सजिलो हुन्छ। यहाँबाट यसरी तल छिराइसकेपछि यसलाई थोडा माथि यसरी तान्न सक्छौँ है। यसरी आयो माथि, यसरी माथि आउँछ। यहाँबाट यहाँ साइडबाट नै यसरी माथि तानौँ। अलिक केयरफुल भएर चाहिँ रिमुभ गरौँ किनभने यो ड्यामेज हुनसक्छ। ग्लु लगाइकन यो राखेको छ। ब्याट्रीको साइज डिजिटल देख्न सक्छौँ। यसमा 103041 3.8 भोल्ट 6.08 WH र यो तलको चाहिँ यो नम्बर भइहाल्यो, यसको यो सिरियल नम्बर। अब यो ब्याट्रीलाई नै बाहिर निकालौँ। ब्याट्री बिग साइजको दिएको छ यसमा। यसरी चाहिँ ब्याट्रीलाई चाहिँ बाहिर निकाल्यौँ। यो ग्लु रिमुभ लिक्विड हाल्दाखेरि चाहिँ यो सजिलो तालले रिमुभ हुन्छ किनभने यो ब्याट्री अप एन्ड डाउन नहोस् भनेर चाहिँ यसमा ग्लु राखिकन यसलाई एट्याच गरिकन राखेको छ। ब्याट्री चाहिँ बिग साइजको दिएको छ भनेपछि 16 मिली एम्पियरको चाहिँ ब्याट्री राखेको छ यसमा। 6.0 WH भनेर दिएको छ यसमा। र यो ब्याट्री चाहिँ नर्मली फुल चार्ज हुँदाखेरि चाहिँ 3.8 भोल्ट हुन्छ नि, फुल चार्ज हुँदा चाहिँ 4.2 भोल्टमा चाहिँ यो फुल हुन्छ। यसमा चाहिँ यो पप सेन्सर चाहिँ यसमा रहेको छ। यसलाई एयर फ्लो सेन्सर पनि भनिन्छ। यो सेकेन्ड बोर्डमा चार्जिङ पोर्ट राखेको रहेछ। यो प्लसमा दिएको छ यो 4वटा र यो तलको चाहिँ यो डिस्प्ले गर्न सक्छ। पहिला सुरु यसलाई नि खोलौँ। यो जुन यो साइडको चाहिँ यो डिस्प्ले गर्न सक्छौँ। यो जुन टाइप सीमा चाहिँ फ्लेक्स हैन वायर दिएको छ। यो पप सेन्सरलाई नि बाहिर निकाल्यौँ। तलपट्टि डिस्प्लेको फ्लेक्स छ। यो जुन डिस्प्लेको लागि चाहिँ यो कनेक्टर वाला राखेको छ। यसमा रिमुभ गरिसकेपछि यो रिमुभ हुन्छ। पिसी बोर्ड चाहिँ बिग साइजमै छ र यसमा हामीले देख्छौँ पप सेन्सर यो रहेको छ। यो अन अफ बटन भइहाल्यो र अर्को चाहिँ यो चार्जिङ पोर्ट चाहिँ टाइप सीमा यो चाहिँ वायरमा जोइन गरेको छ। ब्याट्री यो भइहाल्यो। जुन राउन्ड टाइपको डिस्प्ले चाहिँ यहाँ राखेको छ। प्रब्लम भनेको चाहिँ यो टर्न अन नभएर चाहिँ रिपेयरको लागि आएको। फर्स्ट चाहिँ यसलाई चाहिँ कसरी चाहिँ डिसेम्बल गर्ने भनेर चाहिँ मैले यो भिडियो लिएर आएको थिएँ। यो भिडियोमा डिसेम्बल पनि गरौँ। मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो च्यानल चाहिँ सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज मेरो च्यानललाई चाहिँ सब्स्क्राइब पनि गरिदिनु होला, साथै बेल आइकन पनि प्रेस गरिदिनु होला। कस्तो भिडियोहरुलाई चाहिँ प्लिज कमेन्ट पनि गरिदिनु होला। साथीहरुलाई यो भिडियो धेरै भन्दा धेरै शेयर पनि गरिदिनु होला। SQ Pro 2 पडलाई चाहिँ कसरी चाहिँ डिसेम्बल गर्ने भनेर चाहिँ मैले यो भिडियो लिएर आएको थिएँ। यो भिडियोमा डिसेम्बल पनि गरौँ भन्दै अर्को भिडियोमा चाँडै भेट्ने बेचा गर्दै यो भिडियोबाट चाहिँ म बिदा लिन चाहन्छु।